10 मिनेट हिँड्यो बल्ल 10 मिनेट हिँड्यो नास्ता खान बसिहाल्यौँ हामी फेरि जाने उ त्यहाँ त्यो डाँडाको पारी हो देख्यो छ उ त्यो डाँडाको यो डाँडाको पारी जाने हो चाहिँ ल साथीहरू हाम्रो बाटोको बिचमा खोला आइदियो खोला अनि खोला कसरी जाने हो केटा हो खोला कसरी तर्ने हो बाटो पारी वारी जुत्ता खोलम जाम बाटो त्यहाँ पारी छ हाम्रो बाटोको बिचमा फेरि बाटोको बिचमा यत्रो ठुलो खोला कसरी जाने अब हाम्रो जुत्ता ओ पागल ओए ओए हेर निकालेर बस्छन् कट्टुहरू ट्र्याक निकालेर खोलेछन् अब यहाँदेखि गइन्छ ओ यहाँदेखि थोरै छ के जाऊ यहाँदेखि ल ल ल ल ल हाल हाल जा 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 ल मजा आउने भयो यार सिधै बुटल पुऱ्याइदेऊ है राम्ररी गयोस् जा भाइ हो गाइस लास्टै उकालो छ यार बल्ल आधा बाटो बाटियो भने बल्ल आधा बाटो पुग्यो हामी 2 घन्टा जति हिँड्यो होला कति बज्यो 12 भनेपछि 2 घन्टा 12 बज्यो 2 घन्टा लाग्यो हाम्रो काउडे डाँडाको यात्रा गरिरहेछौँ हिँडिरहेछौँ बल्ल आधी बाटो पुगिरहेछौँ हामी यिनीहरू फेरि लडिरहेछन् घर जाने घर जानको लागि लडिरहेछन् पागलहरू आइमाईहरू ओ केटा हो चढ केटा हो चढ पागल यतादेखि आइज अलि यता ल चढ केटा हो चढ 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 यो पो ए मास यो पो असली ट्र्याकिङ ल हेर हामी खसेपछि सिधै तल यो भनेको त हाइकिङ हो बे होइन ट्र्याकिङ आएको छौँ हाइकिङ गरिरहेको छौँ हामी ओए चढ 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 पुग्यौँ पुग्यौँ ल मजा आयो सजै 2 स्टेप ल आइज आइज ओ त्यसले छोपै साला खसे पार त यो त बाँच्दैन पुगिस ल तरी चढेर आइयो यार ल मजा आयो यार ट्र्याकिङ भनेको त यस्तो हुनुपर्छ कि बाटो थाहा नभइकन हिँडिरहेछौँ हामी ट्रेकिङ ल गाइस अगाडि भेटौँला यस्तो बाबाले ल भ्यू हेर्नुहोस् त वाउ अब हामी माथि गएर हजुरहरूले भ्यू देखाइन्छ अहिलेको लागि बाई बाई हाम्रो ट्रेकिङ चाहिँ बवाल डेन्जरसवाला भइरहेछ होइन ल कस्तो छ गाइस कस्तो थियो यहाँ 2 जना तल आइरहेछन् हामी अलिकति माथि चढ्यौँ पावर ओ बल्ल शीतल एकदम ल यहाँ बस्नु पऱ्यो तर मजै आयो यार यति त हिँड्नुपर्छ क्या हामी नत्र त मजा के को हो पारीको डाँडा हाम्रो काउडे डाँडा बल्ल 1-2 घन्टा त अझै लाग्छ होला यार 1-2 घन्टा अझै लाग्छ होला लाग्दैन एक त 5-5.5 घन्टा त हिँडियो एक त लाग्छ तोरी ल हेर भ्यू टुप्पोमा
त्यहाँ टुप्पोमा जानुपर्छ क्या। ल अब एकैचोटि बाटोमा देखाउँदै भ्यू देखाउँदै गइन्छ हामी। मस्त हावा चलिरहेको छ। ल आइज हामी नै पुसा मान्ने बिहार। यहाँ आएपछि त पुसा मान्नै पऱ्यो यस्तो चिसो मौसम। एउटा सेल्फी हान्छु ए मिल्छ। चिसो चिसो हावा बाबाले मजा। ओहो ल त्यो डाँडामा जाने हामी अझै एक्लै हिँडिदिएको म त। साथीहरू पछाडि छन् पागलहरू, एक्लै हिँडिदिएँ म त। हामी काउडे लेक ट्र्याक आएको हो। यस्तो अवस्थामा छौँ हामी, यस्तो अवस्थामा बाटो छैन। आफै बाटो बनाएर आफै आइरहेछन्। रोक रोक आइस त्यही। ल अब यहाँदेखि कहाँ जाने हो? हिँड त माथि हिँड त तिमी। हो माई गॉड, यहाँदेखि खसियो भने सिधै तल डेन्जरस। मलाई लट्ठी चाहियो मेरो। ओए यसले तान अलि माथि जा एकजना। ल यस्तो डेन्जरस बाटो, यस्तो डेन्जरस बाटो आइयो यार। कसम तल सिधै खाइ छ बाटो भनेर आएको, सिधै डाँडामा पुगिन्छ भनेको। कसम यस्तो अप्ठ्यारो छोपी छोपी आएको। कसम सिधै यस्तो आइज आइज। बल्ल आइयो माथि यस्तो। कुन कुन भगवानलाई सम्झे यार। हे यार के हाल भयो होइन। यहाँ हेर मेरो नङमा कस्तो भइसक्यो, 4 खुट्टा सिधै आइरहेको थियौँ हामी। बल्ल यस्तो डाँडा देखेर बल्ल अलिकति आयुषलाई बल्ल उस भयो। अब टेन्सन छैन कि अब त फुल लग्यो। फुल फुल फर माई गर्ल फ्लावर। बल्ल टेन्सन फ्री भयो के रन्ने। लास्टै स्किट थियो बहुतै के त्यस्तोमा साला यति मिस्टेक भयो कि गइयो क्या हामी। म मुजी त्यसै माथि कस्तो फसिरहेको थिएँ। तर यो तेल कहाँ राखिरहेको छौँ? विल डु म्यान। ल साथीहरू फाइनल्ली हामी पुग्यो। पुग्यो हेर त भ्यू। उताको तानसिन, यताको सबै त्यो देवदा तराई देखिन्छ यतादेखि सिधै। यताको तानसिन यस्तो बाबाले हावा चलिरहेको छ नि यहाँ। मजा अब हामी यहाँ आँसु पकाएर अनि बल्ल राति बस्ने यहीँ। टेन्ट सेन्ट बनाउन पर्छ अब त। ल केटा हो कस्तो लाग्यो? बोल्दै सकेको छैन। कस्तो लाग्यो? आउँछ कि नै यस्तो बल्ल अब हामी बनाएको त रहेछन् के अरे उस छ कि नै दाउरा। ओ माई गड यस्तो खतरनाक बाटो चढेर आइयो कसम। ल फुल फर माई गर्ल। ल फुल फर माई गर्ल लागि फुल। ल अब हामी यसो एकछिन बसिन्छ अनि टेन्सन बनाइन्छ। ल सीमा उनी सके हाँसे झुम्थे मचारा पनि वरिपरि झुम्थे कलिला ओठमा चुम्थे दिनमै सपनाहरू बुन्थे फुल छाम्थे फुललाई तर काँडा पनि बिछाइन् जिन्दगीमा नबसेको पाठ उनले मलाई सिकाइन् उनले मेरा मनका भावहरू कहिले बुझिनन् चौतारीमा कुर्थे उनी त्यहाँ कहिले पुगिनन् मलाई चुम्ने ओठले अरू कसैलाई चुम्छ रे नयाँ साथीको साथमा उनी खुसी हुन्छ रे आउन छोडे आज भोलि उनी मेरो सोमा बाँधिएकी छिन् उनी अर्कैको अङ्गालोमा ल हिजो बाबालाई इन्जोय भयो, इन्जोय गरियो। मोबाइलमा चार्ज नभएर केही देखाउन सकिएन।
बल्ल बल्ल बिहान नास्ता खाँदाखेरि चार्ज गरेको यस्तो बवाल भ्यू राति इन्जोय बाबालाई 3टा दाइ भेटिनु भएको थियो ठ्याक्क सँगै रमाइयो खाइयो राति 12-1-2 बजेसम्म निन्द्रै नलाग्ने कि यस्तो चिसो हेर्नुहोस् त बुटोलको र यहाँको बहुत फरक छ अहिले वेदर सबै हुस्सो लाग्छ उता माथि डाँडामा लाग्थेन अघि बिहान यति हेर्न पाइयो साँझतिर यस्तो बवालै भ्यू बुटोलको सबै उता के अरे बुटोलको के देखिन्छ ल हेर्नुहोस् बाटोमा यस्तरी फुल फुलेछन् त्यहाँ त झन् माथि यस्तो बवाल बवाल राम्रो राम्रो फुलहरू वाह आफ्नो गर्लफ्रेन्डको लागि यहाँ टिपेर राखेको छु मेरो गर्लफ्रेन्ड बहिनीको लागि प्योर ल अब हामी घरतिर लागिएछ के यही हो अहिले खाएको यही हो जङ्गली फ्रुट ल्यायो पाहाडले छैन बे हिजो हामी 9 घन्टा हिँड्यो क्या गाइस कसरी आइयो अहिले त्यो त सोच्नै सकिन्न यार खसेको भए सिधै तल हामी बाँच्दै भएको छैनौँ अबे राति कस्तो टाउको दुखिरहेको थियो यो पागल डाँडा चढेको होला डाँडा चढेको होला एउटा दुईटा छ कि अलिकति मुजी त्यसको काम थिएन कि यो मुजी चाकुटा गरेर सुतेको थियो मुजी ए कस्तो कामिरहेको थियो बे यो पागल भन्दा राति हो कि खासमा हामी भ्लग गराउन पर्ने यार त्यही त चार्ज नभएर हो कि चार्ज नभएर यस्तो बवाल मजा आउँथ्यो माया कसम ए मुजी यिनीहरू दुईजना त तर्से थियो माछिनी मलाई लाग्यो भनेर अबे तर्सेको होइन बे मुजी साला तर भमिट गर्न बाहिर गइरह यसलाई थाहा छोड्दैन मलाई यस्तो जाडो लागिरहेछ मलाई क्या जाडो लागिरहेको थियो मलाई गएर हेर्न त पर्छ आज आएर तोरीले यस्तो गरेको सन्चो नभएर के भएर माछाला छोड्दै म कति बेला छोड्दै भने दे म फेरि मुजी झापमा थिएँ म निदा थिएँ त्यसपछि आउँछ म तिमीलाई के भनिरहेको थिएँ चिडी भनिरहेको थिएँ होइन साथी केटाहरू लास्टै काण्ड गरे क्या यार राम्ररी 2 घन्टा छुट्यो होला यो बल्ल म एकछिन नि सेटिन 2 घन्टा म त अबे यो राति बोलिरहेछ यस्तो रिस उठिरहेछ मेरो आगो बाल्दै थिए दाइरा म 3 बजे 2:30 बजेबाट आगो बालेको के म मस्त सुते थिएँ यो मुजी दुईजना पागलहरूले के उठाइदिएर हो त्यो बेला म नि सुते थिएँ तर मुजी त्यो 3 बजे त म तर्सै थिएँ चुरोट बालिरहेको छु 3 बजे यिनलाई साँच्चै केही न केही भएको थियो कि मलाई नर्मल कापेको होइन नि त्यो माछा यस्तै माछा हल्लिरहेको त्यो त डरा थियो बे मा उठे थियो गाला त्यो डराएको होइन मलाई मैले बोलाएको त्यसलाई माछालाई चुरोट बालिरहेको छु अनि आफै नि दिइरहेको छ कि धेरै काप्यो यार यो यार भनेर त्यो दाइलाई बोलाएको अनि डराउनै दियो यार भाइले यार त्यो पानी पर्छ क्या हो त्यस्तै रेनको ठगेर हान्छ के एउटा दिन छैन ल मजा आयो काउडे के अरे काउडेले आइयो साथीहरूसँग त रमाइलो गरियो 3टा दाइ भेटियो कामिरहेको थियो होइन बजिरह घडी हेरेर 2:12 यस्तै कति भए गाँड पेलिरह रनमती आवाज केही छैन माछाला त्यसपछि दाइ हग्न आयो दाइलाई हग्न आयो मैले कम्पनी दिएँ त्यसपछि त दाइ र म भएर आगो बालियो त्यहाँ त म उठे थिएँ के आगो बालेपछि त्यतिखेर निरादिनुहोस् के त त्यहाँ बेला म उठे के त्यहाँ 3 बजे त्यो ढोका खोलेको मलाई याद आइरहेछ त्यो कोठाको भित्र छेउमा भएकोलाई नि गाँड पेल्ले थियो होला मुजी कम त मेरो गाँड त्यहाँ उस भइरहेको थियो हामी बिचको लागि त त्यस्तो भएको थियो माछाला बहुत डर लागिरहेको थियो त कमल सिट सुतेपछि है उता त पछि यता आइस हल्का भयो नि मन कस्तो भएको थियो यार यतापट्टि आएछ नि त त्यसपछि त्यस्तो भयो त्यहाँ नि जाडो लागिरहेको थियो जाडो त माछाला यी राति तिरपालमा को र माछाला टपक गर्ने रातभरि सिट झरेको हो अब घरि तिरपालै तानिदिन्छ माछाला रिस उठिरहेको थियो तिरपाल यसरी खरङ भइरहेको थियो माछाला
त्यहाँ थिएँ मैले त बहुत डर लाग्न थालेको थियो म त एक्लै उठेछु क्या हो यसलाई उठाइदिउँ क्या हो सोचिरहेको थिएँ हेर भाइ मलाई म त्यस्तरी डर लागेन होइन अहिले जोडले डर लागेको थियो लात्ती हानेर उठाउँथ्यो तिमीहरूलाई त्यो डर लागिरहेको थियो मलाई अनि एकछिनपछि तिम्रो उठ्यौ दाहिनी खोल्न थाल्नु भयो कि अनि 2:10 2:15 मलाई डर लाग्न लाग्यो त्यसपछि ठ्याक्कै दाइ बिउजिनु भएछ हग्न जानुभयो त्यसपछि आगो बालियो क्या त्यो मुमेन्टमा ठ्याक्कै आगो बालियो त्यो त्यतिखेर त्यो टाइम कटाइयो क्या त्यो बहुत मलाई ठिक लाग्यो नत्र गाँड पेलिन्थ्यो माछालाई त्यो दाइ पनि सुत्दिएको भयो त्यो दाइले पनि रम खाएको भयो त्यो दाइ निदाउँथ्यो कि ढुक्क तर त्यो दाइले खाएन जियो सही गरे कपालै फुल्यो उता दाइ चलिरहेको थियो कि एकछिन फेरि वाउ ओए बवाल देखियो बे उता दाइ मैले त्यस्तरी देखिन्न आँखाले त बवालै देखिन्छ हुस्सो लाग्यो कि नत्र यस्तरी बवाल देखिन्थ्यो यार हिजो साँझ कस्तो राम्रो देखियो चार्जै नभएर मोबाइल सबैको स्विच अफ भएर केही क्याप्चरै गर्न पाइएन ल